हेलो गाइज, स्वागत है मेरे ब्लाउज में। तेरी बहन ब्याह करवा का ना ना, ब्लॉग में हेलो गाइस, नमस्कार। सन्चै हुनुहुन्छ होला? म पनि सन्चै छु। हजुरहरूलाई पार्ट 3 मा स्वागत छ। किनकि पार्ट 3 मैले पार्ट 3 मा चाहिँ धान रोप्ने, पार्ट 1 मा जोते, पार्ट 2 मा आलीलाई, पार्ट 3 मा धान रोप्ने गर्छ। आज जोते छ भरे। अब यो जोति भइसकेर भान्टर लाने। ठ्याक्क खाडीमा पुरै बाउसी गरी भान्टर जानलाई गाइस होइन। ठ्याक्क भान्टर अब भान्टर जाने ट्र्याक्टर उता जोत्न लाग्यो। त्यहाँ अब हाम्रो चाहिँ अब एकछिनमा जोत्छ भान्टरमा। खोज्यो कोदालो गोठाएको मकै रहेछ। बिहान हिजो पोलेको त्यही खायो। त्यहाँ कस्माहरूको घर नि हो, किनकि कस्माहरू खेतालो पाल्नु। यो हिजो रोप्यायो दुइटा खायो। भात खाएन, भात अहिले खाने हो। म चाहिँ गाइस अहिले चाहिँ ठ्याक्क कोदाली लिएर भाङटार हिँडेको। त्यहाँ करिश्माको घर आएको। त्यहाँ करिश्माको आन्टीले दही चिउरा खाएर आएको। मैले दही चिउरा दियो, त्यही सड्काइदिएर आएको क्या। भात खाएन क्या। बिहान दही चिउरा खाएर आएको। दुधसँग गाइस। हाम्रो गाउँ चाहिँ अल्टर गाउँ पऱ्यो क्यारे क्या। बादलै छुट्यो क्यारे। के यस्तो छ, यस्तो छ। असारको दिन, असार आज कति 12-13 गते हुन लागिसक्यो। पानी परेकै छैन। पर्लै जस्तो हुन्छ तर पर्दैन। बादल यस्तो छ। यता बस्तिर मजाले ठ्याक आज रोप्ने धान। त्यसपछि भोलि घरबारी हुन्छ होला कि के हुन्छ सायद भोलि। त्यसपछि भाइसागमा चाहिँ जोतेको छैन क्या, पानी नभएर। त्यहाँ जोत्ने, आलीसाली लाउने। त्यसपछि छुट्याएर त रोपाइ पनि भ्याउँछ। त्यसपछि के चाहिँ चलिदिइहाल्ने क्या। त्यसो हामी चाहिँ माथि हिँडिसक्यो। यहाँ त पुरै यता त केही गरेन। अलिअलि अहिले त चाहिँ जोत्यो। त्यस्तो छ हाम्रो गाउँ चाहिँ पक्का काम छ। यहाँ चाहिँ अस्ति क्या 7जना कि 8 कति 9जना कतिजना यहाँ पिकनिक खाना यहाँ ठुली आमा यता हुनुहुन्छ, काका यता बिउ हाल्नु। यस्तो गाइस यस्तो छ। भर्खर बच्चाहरू स्कुल आयो। काम के खेतमा पानी, यत्रो पानी छैन। राति 2 बजे उठेर, राति ठ्याक्कै 2 बजे उठेर आएको पानी लाउन। यहाँ पानी लगाएको पानी नि सुक्यो, भाँच्दैछ। राति आएर 3 बजे आयो, 2 बजे आयो, 3 बजे आएर भाँच्दै। मेरो काम के हो, यहाँ आलीसाली सब लगाइसकेँ। अब टुई यहाँले बिउ ओसार्ने। मलाई त बिउ उखाल्न पनि अल्छी लाग्छ। अलि राम्रोसँग लागेकै छैन। तातो छ गाइस बगैँचा। म चाहिँ बिउ ओसारेको दोकानमै। गाउँमा चाहिँ यस्तै हो। प्लास्टिक छ, पछाडि बिउ छ, म चाहिँ ओसार्ने। ट्र्याक्टर अहिले नि आउँदैन होला सायद हाम्रो यहाँ, किनकि उता जोत्न लगायो ट्र्याक्टर। त्यही भएर राम्रो पानी पनि खेतमा पानी नि छैन। भरे यस्तै छ गाउँले जिन्दगी। यहाँ राख्ने यहाँ भाग यस्तो छ गाइस। म चाहिँ ओसारी ठुली आमाले ओसारिनु भएको छ।
गाइस तर एउटा यहाँ प्लास्टिकले नभएर पुरै भिजिरहेँ। म चाहिँ ठ्याक्क पानी लिन आएँ। पानी सानो रहेछ कुलोमा, त्यही भएर ठ्याक्क आउँदा आउँदा के बाटोमा खनिउ भेट्यो क्या, खनिउ रहेछ। तर हामी यहाँ बगैँचा पढ्ने बेला यहाँ एउटा यो रुख थियो, त्यहाँनिर यति खनिउ खान्थ्यो नि, त्यहाँ यति हुन्थ्यो नि, यति कुटाइ खान्थ्यो नि स्कुलमा भए पनि। खनिउ भागी स्कुलमा टिफिन टाइम भयो कि खाने, अनि 1 घन्टा पढिसकेपछि गएपछि धोब्बी कुट्थ्यो स्कुलमा पनि। हामी चाहिँ बच्चामा अहिले चाहिँ नि खनिउको रुख यहाँ हामी यहाँ त यति धेरै खनिउ पाउँछ नि, पाउँदैन अहिले त छैन रहेछ त्यो चाहिँ। पहिला त बेपत्ते पाउँथ्यो क्या, ट्र्याक्टर त्यहाँनिर उतापट्टि छ, ट्र्याक्टर पनि हेरेर आउँछु, पानी पनि हेरेर आउँछु। हाल चाहिँ खाडी सायद रोपिसक्यो होला, रोपारहरूले सायद खाडी चाहिँ रोपिसक्यो होला। हाम्रो चाहिँ होइन ट्र्याक्टर आएर जोत्न थालेको क्या, ठ्याक्कै योबाट सुरु गरेको, एउटा 2 3 4वटा उता 3टा 4 5 7 8 पुरै यस्तो छ क्या गाइस। बाउ चाहिँ आफैले हान्नुपर्छ क्या, यो अल्छी लाग्दो काम हो ट्र्याक्टरले उ गर्नु त। यस्तो छ यत्रो मिलेकै छैन, अल्छी लाग्छ। मलाई त भोक पनि लाग्छ, राम्रो 1 बन लाग्छ, खाना खाएको छैन गाइस। ठ्याक्क यो भ्याउने त्यो जाने, योबाट जोत्ने भनेको त्यहाँ ब्याँडेको खालि भ्याएको थिएन, अहिले ब्याँडो खालि भ्याए। अब त्यहाँ लास्टमा जोत्ने रोपारहरू चाहिँ उताबाट रोप्दै आइसक्ने, त भएको छैन। कतिखेर आउनुहुन्छ त्यसै यस्तो छ क्या यहाँ। र यहाँ भ्याएपछि भोलि कि आज भाइसक फेरि भाइसक पनि जोत्नुपर्ने, पानी भयो भने गाह्रो छ हौ गाइस गाउँले हुनु त। है काम गर्न पनि गाह्रो छ हौ गाउँघरमा त। यसो गर्यो उसो गर, काम एक्लै भएपछि टेन्सन फोकटिया। चप्पल ल्याउनु पर्यो भने चप्पलै ल्याएन क्या, तिराइरहेको। भोक पनि लागेछ, बिहान खाजा त खाएको नि 2 ताली। बिहान उठेर चिया मुखसुख धोएर चिया खाएर, चिया र दही चिउरा खायो। अनि त्यसपछि खाडी गएको, अनि खाडी गएर फेरि आएर पर्सिएर घर पनि दही चिउरा खाएको। फेरि भोक लागिसक्यो, कामै यहाँ भएर भोक चाहिँ मिठो लाग्छ। खानुपर्छ, काम पनि गर्नुपर्छ, खानु पनि लोत्ती खानुपर्छ क्या। गाई चाहिँ अल्छी लाग्छ यार, काम कहिले भ्याउला। यसपालि त मैले अस्ति नि त अर्को साल त 15 गते सब भ्याएर काठमाडौँ 15 गते सायद 15 गते काठमाडौँ पुगेको थिएँ गाइस। ठ्याक्कै यसपालि पनि सायद आज चाहिँ 12 13 कि 14 कति, त्यही 3टामा एउटा चाहिँ होला जस्तो लाग्छ, त्यो थाहा भएन म गाइस। लास्टै टाउको दुखाइ भइसक्यो क्या, काम त्यस्तै छ। अब भ्यायो भने फेरि ढुक्कसँगले आनन्दसँगले ओछ्यानबाट निस्किने चलाउने छैन क्या। अब त म चाहिँ क्या खाना खान आएको क्या, भोक लाग्यो, त्यही भएर घरमा आइपुग्नु लाग्यो कि त भात त त्यही बासी भात हो, खाने तरकारी त्यही हो बासी। तर कोही चाहिँ हात भ्याउँदैन, ठुला भाइ एकतिर काम गऱ्यो, ठुली आमा घरमै काम, ठिक्क भ्याउँदैन यहाँ छोरी मान्छे भएपछि। मैले त 1 थाल भात लुडिएर आएको क्या, 1 थाल भात सर्लक्क खाएँ, बासी भात दाल घिउ सर्लक्क तरकारी ठुकठुक खाएर अब जाने, अब भाङटार जाने। त्यसपछि त्यो बाउसे लोत्ती गर्नुपर्ने भएको क्या, राम्रो त्यो डाँडा काँडा छ क्या धेरै जस्तो। अनि हाम्रो चाहिँ ठ्याक्कै कतिजना हुनुहुन्छ रोप्ने मान्छेहरू भनेपछि हामी 9 जना रोपाएर छ गाइस। म चाहिँ गोठमा आएर तन्न खायो, ढाउ भयो, बोलाउँछ अघि त अल्छी पनि लागेको थियो, तागत पनि छैन क्या शरीरमा गाइस। लेट्स गो।
पुरै धान रोप्ने छ होइन। यहाँ यति ठ्याक्कै यहाँ 2-3 जना हुनुहुन्छ। म चाहिँ घर जान लाग्यो किनकि भिडियो देखाउनुहुन्छ धान रोपेको, किनकि घरमा गयो भने कुखुरा काट्नु पर्ने छ क्या, त्यही भएर तरकारी बनाउनु दिएर गएको गाई यस्तो छ धान रोपेको चाहिँ। ठ्याक्क म चाहिँ घर आउने बेलामा हाम्रो छन् रसियन गोरु। सायद रसियन गोरुलाई कति प्राइस थाहा तपाईँहरूलाई? यसको रसियन हो नि त, रसियन भएपछि अलिक महँगै पर्छ क्या। सायद यो रसियन गोरुलाई कति भनेपछि 1,20,000 परेछ क्या यो रसियन गोरुलाई। रसियन गोरु भएको मात्र भएर क्या। ए रसियन हुन्छ नि यो ठुल्ठुलो मात्र रसियन गोरु, काम चाहिँ छैन, जोत्दैन, हिँड्दैन यो रसियन गोरु। यस्तो गुला मात्र ठुलो यो रसियन गोरुको त। अनि खुट्टा नामै रसियन भएपछि रसियन के ठुलो हुन्छ, त्यही हो गाइस होइन। घर आइदिएको यस्तो लिएर कोलाली छ, गोरु बान्नुपर्ने हाम्रो चाहिँ होइन यो रसियन गोरु, काकाको साइला काकाको गोरु हो यो रसियन गाइस। ठ्याक्क अहिले चाहिँ मैले आगो बाली झ्याम त काम पर्दा ठ्याक्क म चाहिँ कुखुरा काट्ने हो गाइस। र आगो बल मरेर बाल्ने आगो पानी बसालेर, किनकि हाम्रो चाहिँ घरमै ब्रोइलर छ क्या, त्यही भएर किन्नु पर्दैन, त्यही भएर ब्रोइलर काट्ने गाइस। फाडी हानिदिने क्या ब्रोइलर, आज ब्रोइलरको मासु खाने गाइस। हेर्नु होला कस्तो मलाई त अल्छी लागिरहेछ गाइस, त्यही पनि गर्नु पऱ्यो क्या घरको। म चाहिँ कुखुरा काटिसकेँ अनि लगेर उहाँ फेरि दिएँ, पकाउनुहुन्छ। म चाहिँ फेरि यता के अरे भाइसागमा चाहिँ पानी लाउन आएको छु क्या, किनखेरि यहाँ पनि जोत्नु पर्ने छ गाइस। यहाँ चाहिँ राति 2 बजी जोत्यो कि यहाँ चाहिँ अरूहरूले, हाम्रो चाहिँ उतो भन्नु न उयो छ क्या, यो झार भएको माथिदेखि यहाँ तल छ क्या, यो छ यो। आज जोत्यो भने फेरि हाम्रो चाहिँ 2 दिन यता 2 दिन त पानीको पालो हो क्या। आजसम्म मात्र छ पानीको पालो, भोलिदेखि उता पारी लान्छ अनि यहाँ घरबारीतिर 2 दिन। त्यसपछि अब यहाँनिर चाहिँ अब आली साली जोत्यो भने त आली लाउनु त हुन्छ नि, त्यही भएर यस्तो गरेँ गाइस। यो चाहिँ अब आजको भ्लग यति नै भन्न चाहन्छु, किनकि जे जति भयो मैले केही गल्ती गरेको भए माफ पाऊँ होइन, गल्ती गऱ्यो भने। त्यसरी नै यस्तै भिडियोहरू सर्ट जति जे गल्ती मेरोबाट भएको छ होइन, मैले भ्लगमा राम्रो नराम्रो केही कुरा भन्ने होला, त्यसलाई सरी भन्न चाहे। केही भएको रहेछ भने मबाट गल्ती हजुरहरूले कमेन्ट गर्न सक्नुहुन्छ होइन। के भएको छ मबाट गल्ती मैले सुधार्ने मौका पाउँछु क्या हजुरहरूले भन्नुभयो भने, नत्र त म कसरी भन्न सक्ने। मेरो गल्ती त अब पक्कै आफ्नो गल्ती आफैले देख्न टाइम लाग्छ, मतलब टाइम धेरै लाग्छ, त्यही भएर हजुरहरूले भनिदिनु होला होइन, के को कहाँ गल्ती छ मेरो, ठ्याक्क भनिदिनु। ठ्याक्क आजको भ्लग यति नै भन्न चाहे। लास्टसम्म हेरिदिनु भएकोमा धेरै धन्यवाद भन्न चाहे। लाइक सेयर सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू सो मच गाइज, बाई बाई।